जीवन यस्तो उकाली ओह्राली रहेछ जुन हिँडेर सकिँदैन। जीवन यस्तो रहस्य रहेछ जुन खुलेर सकिँदैन। जीवन एउटा किताब रहेछ जुन पढेर सकिँदैन अनि जीवन यस्तो रहस्य रहेछ जो खोलेर सकिँदैन। अनन्त जीवन यात्राको दोबाटोमा कयौं मित्रहरू आए। कतिबाट सुख दुःखमा साथ पाएँ, कतिबाट निर्दोष चरित्रमा दाग लाग्ने गरी लात खाएँ। कसैबाट सुमार्गमा हिँड्न हात पाएँ त कसैबाट झेली र मिठा बात पाएँ। कतिले हँसाए, कतिले रुवाए, कति आफै जले, कतिले मज्जैले जलाए। कसैले मबाट अलिक बढी नै आश गरे जसको इच्छा पूरा गर्न मैले सकिनँ र उनीहरूको अहममा चोट पुर्याए। त्यस्तै कयौँबाट मैले पनि अलिक बढी नै आश गरेँ जसले मेरो इच्छा पूरा गर्न सकिनँ र मेरो अहममा चोट पुग्यो। तर तितो सत्य कुरा, म दुखी हुँदा मैले आफ्नो भावनामा चोट पुर्याएको सम्झेँ र उनीहरूले पनि दुखी हुँदा मैले उनीहरूको भावनामा चोट पुर्याएको सम्झेँ। जाति माने होलान् या नहोलान् त्यो उनीहरूलाई नै थाहा होला। मैले पनि राम्रो माने होला या नहोला यही मनलाई थाहा होला। यस्तै यस्तै अनगिन्ती तिता मिठा सम्बन्धहरूबाट फलस्वरूप मैले एउटा निष्कर्ष निकालेँ। त्यो हो हामीले कसैबाट केही कुराको चाहना राख्न छोड्नुपर्छ जसले हाम्रो पवित्र साइनोमा कालो पर्दा उघारिदिँदो रहेछ। आखिर जे होस्, जो मेरो हाँसो आँसु दुःख सुखमा सहयात्रीको रूपमा हेर्छ उसैले मेरो यो ललिते बोलीबाट प्रशंसा पाउँछ। मान्छेको जिन्दगीमा हर कुराहरू रहस्यमय छ अनि निरुत्तर पनि। कहिलेकाहीँ आफ्नो मुटुको टुक्रा सरह मानिएका मित्रहरूले पनि म जस्तो मामुली साथीको मुखबाट भक्ति पाउन सक्दैन। तर मेरो मनभित्र सधैँ बास बसिरहेको हुन्छ त्यस्ता मित्रहरू जो हर पल आफ्नो दुःख सुखमा सहयात्रीको रूपमा मलाई सम्झिन्छ। म उनीहरूबाट पाठ सिक्दछु र जीवन जिउने प्रेरणा बटुल्दछु। उनीहरूको अमिट छाप मेरो मुटुमा कहिल्यै मेटिएको हुँदैन। जीवनमा धेरै भेटिए त्यस्ता परम मित्रहरू, तिनले लगाएका गुणहरू धेरै नै रहेका छन्। थाहा छैन उनीहरूले मलाई आफ्नो सुखमा सामेल गराउलान् या नगराउलान्, तर म उनीहरूको हर दुःख सुखमा सामेल हुन चाहन्छु। यदि कसैले आवश्यकता पर्दा मात्र मलाई सम्झिन्छ भने पनि म दुखी मान्दिनँ, बरु गर्व महसुस गर्छु। किनकि दिनमा झलमल्ल घाम लागे पनि रातको लागि आकाशमा जुन्छ। एउटा मोमबत्तीको याद तब आउँछ जब रातमा अन्धकार हुन्छ। जिन्दगीको रङ्गमञ्चमा आफूलाई परिस्थिति अनुकूल ढाल्ने कोसिस गर्दै पवित्र मन बाँड्दै जाने क्रममा कतिले निर्दोष चरित्रमा कालो दाग देख्न भ्याए त कतिले आफ्नो मुटुको कुना कन्दारा एक छेउमा भए पनि मलाई बास दिए। यो भिडियो मलाई आफ्नो जीवनको आत्मीय मित्रको रूपमा स्वीकार गरे कि हर सुख दुःख हाँसो आँसु पीडा व्यथाहरूमा एक नसोचिकन बताउने साइनोले सोल्टिनी परे पनि असल मित्रको भूमिका निर्वाह गरे कि मित्र सानो गुरुङको जन्मदिनको सुखद उत्सवमा सहभागी हुन जाने क्रममा लिएको मिनी भ्लगको छोटो अंश हो। चावली पातली हँसिली र ठट्याउली पारकी गल्छ्यौ सानो गुरुङलाई पुनः 23औं जन्मदिनको सुखद उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। तिमीले चालेका हरेक पाइलाहरूले सफलता चुमोस्। 33 कोटी देवी देवताले तिमीले सदा सुरक्षा गरून्। मनमा शान्ति छाओस्, सामाजिक प्रतिष्ठामा वृद्धि होस्, सुख स्वास्थ्य दीर्घायु र उत्तर प्रगतिको शुभकामना। आज हाम्रो मौसी 1 वर्ष बुढी हुनुभएको छ। ए म त बजारमै बिर्सेछु यार। घुमाने न त त्यो घुमाने के बर्थडे कल उता जानु न हजुर पनि कस्तो उ साथीहरू नि देखिएन के उता जानु न कस्तो ल क्यान्डललाई चाहिँ उ गर के क्यान्डल हे क्ल्याप न ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु
डियर सानु ह्यापी बर्थडे टु यु फुका फुका जान्छ क्या ल है सबै बालो ल Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. बाबालाई खानु मन छैन होला नि अलि धेरै निकाले पो हेर मेरो छोरा त के हो ड्याङ अगाडि गएर मार्दिन्छ है ह्यापी बर्थडे ल ह्यापी बर्थडे Happy birthday. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. गजब बेइज्जती Happy birthday. यहाँ टिका लगाइदिनु पर्छ नि मलाई के खुवाइदियो तिमीले यस्तो भिडियो भित्र भयो भाउजूले त थाल्दिन लाई क्या हो बार थाल्दिन लाग्यो सानो कहिले हो आज ओइ पुस्न हुन्न यो बाह्र Happy birthday.